उतापट्टि हाल्दै गर्छ कतापट्टि उता माटो भएकोमा माटो भएकोमा हाल्दै गरेर एकछिन म यहाँ मल हाल्छु त्यहाँ त मल हालेर पानी हाल्यो भने अहिले पानी हाल्नुलाई अहिले होस् न अब अलिक फलेर चाहिँ मोल हालेर अन्त मोल हालेर खालि राम्रो पन्ध्र माटो यहाँको भ्यासहरू पुरा रहेछ त्यहाँ माटो खनेको अलिअलि गर्दै साग यहाँ त गाउँको रोप्नु भएको छ खाँदैन नि त यो मेथी हौ खाँदैन मेथी चाहिँ खाँदैन रहेछ पुरा हाल्नुपर्छ अरे मल हाल्यो भने मट्यो माटो उगालो पन्ध्र माटो यो रोप्ने हो भने त पानी हालेर खालि रोप्नुपर्छ फेरि बाङ्गो पार्छ नि पानी अरूमा हाल्दा क्या बाङ्गो पार्छ यो लम्बाडामा पनि हाल्दिनँ हाल्दिनँ लम्बाडामा मलमा कम्ती हाल्छ पानी भयो के रोप्नु भएको त हौ
อกแป้งเลย Bagus.
भयो भने मार्दिने सक्नु उयो सागमा हल्का परेर हाल्छ अहिले रोपेको हाल्दैन भयो हाल्दै धन्यवाद अब एक बोल चाहिँ पानी भयो नि त आजको यहाँको कार्यक्रम यति नै समाप्त भयो हजुरहरूलाई मन परेमा लाइक गरिदिनु होला साथीहरू अब चाहिँ हाम्रो आमाले बारीमा मटर टिप्नु हुँदैछ मटरको टाइम भएर यति टिप्नु भइसकेको छ फोटो खिचिकन राख्ला आफूले उसमा हाल्छ नि होइन भिडियो बनाइदिएको भिडियोमा होइन फोटोमा खिच्छ बाटोको हार्भेस्टिङ बारीको गरेको ल फोटो पनि खिचिदिइहाल्छु नि फोटो पनि भइहाल्छ क्या यहीँबाट ल साथीहरू आज चाहिँ यति भएछ मटर है ल यहाँ पनि पुरै भएछ टिप्दैछ हेर्नुहोस् होला सबैजनाले चाहिँ यति छ अपडेटमा आधी बिजन राखेको अरे सुक्खा सुक्खीहरू चाहिँ अब त्यो हटाएर फेरि यहाँ यसलाई पनि त टेको दिनु पऱ्यो यो लम्बेडालाई त्यसलाई लानुको लागि सिटा चाहियो पहिला यसलाई हटाइहालौँ न त सिबीलाई सिबीको काम सकेपछि चाहिँ भाटा हालेर लगाइदिनुपर्छ सिबी टिपाइ हुँदैछ साथीहरू हेर्नुहोस् होला अर्ग्यानिक र यहाँ चाहिँ तपाईँले देख्नुहुन्छ फर्सी पनि हुँदैछ एउटा भपन अरू पनि थाहा होला हुँदै होला यहाँ चाहिँ हेर्नुहुन्छ काँक्रा ठुलो खालको अरे है भर्खर हुँदैछ यो पनि यहाँ फर्सीहरू छ यो चाहिँ तपाईँको इस्कुस एकदम माथि गइसकेको छ मटर चाहिँ छिपेर आज टिप्नु कर लागेर आमाले टिप्नु हुँदैछ कैँचीले हातले गऱ्यो भने त छुट्टिन्छ फेरि उइस नै आउँछ होला बाक्ला नै आमा यो चाहिँ के हो ए सोप ए पानमा हाने पो रहेछ रोप्नु भएको थियो तपाईँले छर्दिएको जस्तो पनि लाग्छ खोइ अर्को छर्दिएको जस्तो लाग्छ यहाँ सिबीहरू चाहिँ भर्खर भर्खर फुलिदिँदैछ यो मटर चाहिँ टिप्नु हुँदैछ आमाले र यो पिँडालु पनि मजाको हुँदैछ यो मटर एक तलमा हुन्छ होला उनीहरू रोपिदिन्छु भन्दैछ भिजाएर भिजाएर फेरि रोप्ने अर्को ए अर्को त्यसको लागि फेरि उयसको लागि जग्गा चाहिएन अन्त लम्बेडाको लागि भनेर नि यहाँ पनि फर्सी त निकै जग्गा रहेछ यो उसले पनि फुल त दिइसक्यो प्याजले
त्यसै छ ज्यादा हुन्छ आजको लागि यति अब चाहिँ कहिले भोलितिर त होला होइन सकेर अब सिमला पनि मजाको हुँदो रहेछ नि यहाँबाट ल साथीहरू यति भिडियोको लागि खालि हो यहाँ तपाईँको एप्पल पनि मजाको बढ्दैछ अहिले अलिकति ठुलो भएको छ अस्तिको भन्दा है र यहाँ लम्बाडा पनि मजाको भएको छ तर यसलाई टेको दिनुपर्छ र त्यो टेको चाहिँ म आज दिन्छु है यहाँ लम्बाडा देख्नुहुन्छ तपाईँले एकदम मजाको भइरहेछ दामी भइरहेछ नि मिठो खालको रहेछ यो मलाई मन पनि त्यस्तै लाग्यो यो पुरा रोपेको छु हामीले एक बिजन राखेको छु सन्तोष जोजाहरूकोमा यस्तै खालके हो कि तर त्यो चाहिँ अलिक ठुल्ठुलो हो त्यहाँ बडीले पनि पुरा दिन्थ्यौ टिप्दै अहिले थाहा भयो अब यो मटरको बिजन राख्नु पर्ने रहेछ यस्तो त पत्ता खानु कस्तो मिठो हुन्छ है साग पुग्दैन नि त्यो अर्को त हेर्न कस्तो लोभ लाग्दै हेर्दै खस खस परेको यस्तो राम्रो रहेछ यो मटरको बिजन राम्रो मलाई खास चाहिँ त्यही भनेर किनेको नि त हेर्छु भनेर चाहिँ रोपेको म उता जाने उता लान्छु भनेर किनेको बिजनहरू राम्रै भयो बिजन पुरा यसपालि चाहिँ छ